नमस्कार, आज हामी कुरा गर्दैछौँ नेपालको एउटा महत्त्वपूर्ण फलफुल सिट्रस र यसमा देखिने एक गम्भीर रोग सिट्रस क्यान्कर र यसका नियन्त्रणहरूको बारेमा। अहिले विश्वमा एकजनाले वार्षिक 2.54 किलो कागती खाने तथ्याङ्क छ। कागती स्वास्थ्य दृष्टिकोणले पनि निकै लाभदायी मानिन्छ। नेपालमा कागती, सुन्तला, जुनार जस्ता सिट्रस फलहरू पहाडी र मध्य पहाडी क्षेत्रहरूमा धेरै उत्पादन हुन्छन्। अहिले भने नेपालमा मकवानपुर, डोटी, खोटाङ, धनगढी, चितवन र डडेलधुरा क्षेत्रमा कागती खेती भइरहेको छ। सिट्रस फलहरू स्वादिलो मात्र होइन, भिटामिन सी को राम्रो स्रोत पनि हुन्। रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् र कृषकहरूको आम्दानीको राम्रो माध्यम हुन्। तर यिनै फलहरूमा एउटा खतरनाक रोग देखिन्छ जसको नाम हो सिट्रस क्यान्कर। यो रोग ज्यान्थोमोनास एक्जोनोपोडिस नामक एक ब्याक्टेरियाले लाग्छ। यो ब्याक्टेरिया सिट्रसका पात, हाँगा, डाँठ र फलको बाहिरी भागमा आक्रमण गर्छ। जब पानीको छिटा, हावा र संक्रमित औजारबाट यो ब्याक्टेरिया बोटमा पुग्छ तब बोटको छालामा पसेर घाउ बनाउँछ। ब्याक्टेरिया पातको भित्री भागमा पस्छ र त्यहाँको कोषलाई नष्ट गर्न थाल्छ। यसले गर्दा पातमा साना साना गोलो दागहरू देखा पर्दछन् जसको घेरा उभिएको हुन्छ। बिस्तारै पात झर्छ, फल अस्वस्थ देखिन्छ र डाँठ चिरिएको जस्तो देखिन सक्छ। ब्याक्टेरियाले बोट कमजोर बनाउँछ, फल विकास हुन पाउँदैन। फलमा घाउ परेर बजारमा बेच्न नमिल्ने हुन्छ जसले गर्दा फलको गुणस्तर घट्छ। यो रोग कसरी फैलन्छ त? यो रोग धेरै वर्षा हुने बेला, विशेष गरी मनसुनको समयमा छिटो फैलन्छ। यसले गर्दा किसानको आम्दानी पनि घट्छ। अब कुरा गरौँ यसको सजिलो व्यवस्थापन र नियन्त्रणका तरिकाहरू। सर्वप्रथम त रोग लागेका पात, हाँगा र फल तुरुन्त काटेर नष्ट गर्नुपर्छ। खेतीपछिको सरसफाई राख्नुपर्छ र उपकरणहरू सफा राख्नुपर्छ। अर्को ध्यान दिनुपर्ने कुरा सन्तुलित मल प्रयोग गर्नुपर्छ र नाइट्रोजन बढी हाल्न हुँदैन। बोर्डो पेस्ट अथवा बोर्डो मिक्सर प्रयोग गर्न सकिन्छ। यस मिक्सचरमा 1 भाग तामा सल्फेट, 1 भाग चुन र 100 लिटर पानी हुन्छ। यो बोर्डो मिक्सचर कहिले छर्नु पर्ने? बोर्डो मिक्सचरलाई स्प्रेयरले पात, हाँगा र फलमा राम्ररी छर्नुपर्छ। मनसुन सुरु हुनु अघि जेठ वा असारमा र वर्षा सकिएपछि असोज वा कार्तिक महिनामा बिहान पख वा बेलुका पख यो मिक्सचर छर्दा राम्रो हुन्छ। यसले रोग फैलन पाउँदैन र फल सुरक्षित रहन्छ। हामीले सिट्रसका बिरुवाहरू रोप्नु अघि राम्रो नर्सरीबाट ल्याउनु पर्छ। रोगमुक्त बिरुवाहरू छनौट गर्दा सिट्रस क्यान्कर डिजिज लाग्ने चान्स एकदमै कम हुन्छ। यसरी नै हामीले यसको व्यवस्थापन र नियन्त्रणमा ध्यान दियौँ भने सिट्रस क्यान्कर डिजिज लाग्ने सम्भावना एकदमै कम हुन्छ र यसले हाम्रो उत्पादन पनि बढाउँछ। लगत्तै किसानहरूको आम्दानी पनि बढ्छ।